बोल्दै वेलकम ब्याक टु माई च्यानल। सो गाइज आज चाहिँ हामी बाहिर घुम्न आएको, म मेरो बहिनी अनि त्यस सहज अनि त्यसपछि यहाँ आन्टीहरू मम्मी भएर घुम्न आएको। अहिले चाहिँ हामी 20,000 तालमा छौँ। अब यसपछि हामी कता कता जान्छौँ। मेन त सौरा जाने भनेको हो, तर अब हेरौँ कहाँ कहाँ जान्छौँ। अनि त्यही हो। देखिँदैन सहज वाह। त्यो गाइस चाहिँ हामी हिँड्दैछौँ है। अनि ड्रेस त यस्तो हो मेरो ओटिडी। अनि त्यही हो। अब चाहिँ हामी हिँड्छौँ अनि त्यसपछि जान्छौँ अनि कहाँ कहाँ जान्छौँ हेरौँ। साथीहरू हामी आएको छौँ। एकछिनै फोटो खिच्छु म। अब हामी यता जाँदैछौँ। त्यही हो। यस्तो भ्यू देखाउँछु, अगाडि देखाउनु भ्यू मेरो। भ्यू हेर्नु रे। भ्यू हेर्नु गाइस। तर बाघ हिँड्दै आउनु रे के। हेलो भाइ। उता भयो हेर्छ यार। वो यहाँ त एस्थेटिक हाउस। ल स्क्रिनसट लिए है। वी आर गेटिङ लेट है। यहीँनिर टाइम पास गरेर अनि त्यसपछि घर फर्किँदै अब त त्यस्तो पाइन्छ। त्यही भएर हामी चाहिँ जाने भन्यौँ। अनि त्यसपछि अब जान त उस्तै हो, टिकटक भएपछि। के भन्नु है अब। ओ आइजे ढिलो गरिस् तैँले। के त गएको होस् होइन आन्दोलनमा। म त उसमा गरेर जानै पाएँ। अब जाने गाइज। आज चाहिँ अहिले चाहिँ हामी ब्रिडिङ सेन्टर आएको। उतातिर ढोका लाउँदो रहेछ कि। अनि त्यसपछि अहिले खुल्ला छैन। अहिले एकछिनमा जान्छौँ। सो अब चाहिँ अहिले चाहिँ हेरौँ के खान्छौँ। सायद केही त खान्छौँ होला। हामी चाहिँ आइसक्रिम खानु लाग्यो, तर यो नयाँ टेस्टवाला के अरे, टेस्टको नाम के पो भन्नुभएको थियो, बिर्सियो। ए लगुन। सो त्यही हो। खाने त्यो अब आइसक्रिम यस्तै हो, खाने नखाएन म खान्छु। 10 दिइहाल्नु हुन्छ यार रिनो। सो गाइस छँदैछ भनेर मैले चाहिँ अहिले खिचेको हामीले सबैजनाले। छिटो चियर्स। ल चेयर्स भन् त। रेडी 1 2 3 गो। ओइ सहज ल रेडी 1 2 3 गो। चियर्स। कोही नि बोल्दैन त। भयो अब च्याउला। हामी चाहिँ उता जाने, पुलपारी जाने हो हैन भन्न। यहीँबाट फर्किने त्यस्तो नगर्नु। मैले त भनिसकेँ त हौ म त जान्छु भनेर। हाई गाइज। मेरो साइडमा गएर सबैजना राम्रो आउँछ है। ल मानिदियो त नि। तर हामी त आज कस्तो भिड के। आज स्याटरडे पनि छ नि त, त्यही भएर कोही दुनिया की परवाह नहीं है। आनन्द हो यार। कुकुर भयो त कति आनन्द हुँदैछ जिन्दगी। मान्छेको भन्दा कुकुरको जिन्दगी आनन्द। ए यहाँ त भ्लग नगरौँ होला है, तर पानी छ। मलाई पानीदेखि डर लाग्छ बाइ द वे। स्विमिङ पुलमा त बल्ल बल्ल बानी परे हा। नगर्नु न मम्मी कस्तो। सो गाइज मन चाहिँ राखेँ। आमा के हो र, आमा कहाँ गयो। गाइज हु इज हियर। अनएक्सपेक्टेडली हामी भेट भयौँ है। घर अगाडिको मान्छे यहाँ भेट हुँदा त कस्तो हुने रहेछ। घर अगाडि भेट भएको थिएन। म त बाटोमा भेटै भएको थिएन। भर्खर हो। अनि
3 जना मात्रै आइसक्यो So guys, हेर्नुस् त यस्तो भिड छ मेन त यो हल्ला हल्ला गरेको कि Let's go. बोलाउ त तिमी बोलायो नि आउँछ होला गाइज ओर्ती थियो है हामीले छुन पायो भन न यार मम्मीहरू खै नाचा नाच्छन् सिकाएर त होला नि यस्तो गरे नि कति क्युट गैडा आयो रे हेर्नुहोस् आन्टी यस्तो भाग्नु भनेपछि त अनि डर लागिहाल्छ नि उही यता अरे प्लिज प्लिज गो गो अब धोकाल्दिन आयो कहाँसम्म जान्छ हौ यो गयो दिदी यार के गर्नु तपाईँले मलाई गइरा देखेको ढङ्गले भाग्दैन हेर्नु त पऱ्यो नि कमसेकम लड्या भयो अहिले लड्थेन कहाँसम्म जान्छ लो पछि पछि जाऊँ रे क्याजुअल डे हो यहाँ अघि त ज्ञानी नि यस्तो रिसाउँदै हिँड्दा थियो डिस्काउन्ट बित्तिकै हानिदिन्छ आमा गयो नि पछि पछि सबजना टिकटक बनाउँदा थियो यार हामी कहाँ गयौँ रे अब कहाँ जानु लाग्यो त्यहाँ बगरकै मोमो खाजा खान जाने अनि त्यसपछि त्यो थारू डान्स हेरेर जाने अनि त्यसपछि अनि घर जाने यस अनि चाहिँ घर गएर सुत्ने अनि थकेला खा होला अलिअलि अनि हिँड्ने भए मैले यो लाउँथिनँ कि अब मेरो खुट्टा त्यस्तो भएको अनि फेरि आफैले बनाउने आफै लिने अरूको बनाएको हेर्ने आमा मेरो क्यामेराको क्वालिटी हजुरहरूले धेरै यसरी किनिदिनुहुन्छ नि तपाईँले कमाइसिरे कि किनिदिन्छु मसँग त स्यामसङ छ आवाज चाहिँ बोल्दै नि भयो मान्छेले हेर्छ न अनि आमा यो रहेछ भन्छ के हुन्छ त नि यो रहेछ भने चिनिने कसैले हेर्ने भए पो हेर्दैन न हौ हेर्दैन कसैले कति आउँछ त्यो पनि नभन हेरी हेरी हुन्छ थम्बनेल अनि त्यसपछि अगाडिको त्यो राख्छ नि सानो सानो क्लिप त्यो राखेकोमा चाहिँ भ्युज आउँछ क्या अलि अनि पैसा कमाएको तिमीले पैसै चाहियो नि मलाई छ चाहिने जति पैसा मलाई चाहियो मेरो 70 करोड चाहियो बल्ल अब हिँड्दा हिँड्दा पुग्यो है स्न्याप नबनाउने यार अब चाहिँ अब खाने अनि त्यसपछि थारू डान्सहरू जाने यो यति हिँडाएर बल्ल यहाँ ल्यायो यसले होइन थाहा थिएन नि त हिँड्ने हो भनेर म हिँड्ने तरिकाले आएको थिएन कि मैले टक्क बस्ने टाइपले आएको थिएँ कि हुन्छ नि हल्का स्ट्यान्डर्ड टिकटक बनाउनु आमा मेरो चार्ज पनि छैन सायद सक्यो आयो तिनमा करेन्ट भयो गीत अनि आइनो आएछ गाइस उताको होटेलभित्र पसेर